यो हामी धेरैजना छौँ अनि सबैलाई एकचोटि हामी प्रेजेन्टेसन गर्छौँ, त्यसपछि चाहिँ हजुरहरूको के छ त्यसमा भनेर हामी एकचोटि ह्यान्ड रेज गर्न भन्छौँ। त्यही अनुसार सबैको क्वेसन हामी समेट्ने कोसिस गर्छौँ। र आजको एउटा सेसनले चाहिँ सबै पाम्प सिकिन्छ भन्ने पनि छैन। हजुरहरूले जति सिक्नुहुन्छ त्यसलाई चाहिँ हामी कन्टिन्यू ट्रेनिङ अब अनलाइनको रूपमा कन्टिन्यू नै ट्रेनिङ गर्छौँ। आज 20% मात्रै सिक्यो भने नि बाँकी 20% भोलि पर्सि गरेर सिक्दै जानेछौँ। मैले स्क्रिन सेयर गरेको छु। हजुरहरूले अब जस्तो न्यू पाम्प्स भनेर सर्च गर्नुभयो भने यसरी पाम्प्सको लगइन र पासवर्ड हाल्ने अनि आर्थिक वर्ष सेलेक्ट गर्ने अप्सन आउँछ। यसको लागि चाहिँ अब हजुरले युजर नेम र पासवर्ड चाहिन्छ। युजर नेम र पासवर्डको लागि चाहिँ हेल्प पोस्टको सर म्यामहरूले स्थानीय तहसँग सम्पर्क गर्नु पर्यो। स्थानीय तहको सरहरूले चाहिँ जिल्लामा समन्वय गरेर अनि जिल्लामा अथवा प्रदेशमा समन्वय गरेर लिन सक्नुहुन्छ। अथवा हाम्रो इएलएमआइएसको यो टोल फ्री नम्बरमा फोन गरेर पनि लिन सक्छौँ। अथवा स्थानीय तहमा अलरेडी कोही युजर हुन्छ, त्यो युजरबाट चाहिँ एउटा क्रिएट कसरी गर्ने त्यो पनि हामी हेर्छौँ। सबभन्दा पहिले युजर आइडी बनाउनको लागि चाहिँ स्थानीय तहमा भएको अथवा कार्यालयमा भएको ओए युजरबाट बनाउनु पर्छ। ओए युजर चाहिँ अहिले सबै स्थानीय तहमा अथवा स्वास्थ्य कार्यालयमा अलरेडी छ। त्यसको लागि चाहिँ जस्तो यो ओए युजर हो। यसको म ड्यासबोर्डमा जान्छु। यो हाम्रो ओए युजर हो। ओए युजरमा चाहिँ अब प्रणाली व्यवस्थापनमा गएर कार्यालय सम्बन्धी व्यवस्थापन, स्टोरको विवरण, एउटा नगरपालिकाभित्र हाम्रो स्वास्थ्य संस्थाहरू कतिवटा छन् भन्ने सबै हामीले यो ओए युजरमा थप भइसकेको छ। यो चाहिँ स्टोरको विवरण भयो। अहिले हजुरले हेर्नुभयो भने इएलएमआइएस यो अब जस्तो हाङदेवा हेल्थ पोस्ट अनि ब्राकेटमा इएलएमआइएस भनेर हामीले छुट्याएका छौँ। अनि हामीले इएलएमआइएस भनेर छुट्याएका छौँ। तिनीहरू चाहिँ भनेको चाहिँ हाम्रो इएलएमआइएस संस्था भयो। जस्तो पालिकाको पनि अब फुङलिङ नगरपालिका यो मैले टेस्टको हो। ताप्लेजुङको फुङलिङ नगरपालिका एउटा मुख्य स्टोर हुन्छ। अर्को चाहिँ फुङलिङ नगरपालिका इएलएमआइएस स्टोर हुन्छ। इएलएमआइएस स्टोर भनेपछि चाहिँ हाम्रो स्वास्थ्य शाखाको भयो भनेदेखि मुख्य स्टोर चाहिँ पहिलेदेखि उहाँहरूले सञ्चालन गरिरहनु भएको छ। अब स्टोर प्रयोगकर्ता कसरी बनाउने त ओए युजरबाट भन्दा यो ओए युजर हो। अब प्रणालीमा जान्छौँ अनि प्रयोगकर्ताको विवरणमा जान्छौँ, प्रयोगकर्ता बनाउनेमा जान्छौँ। अब प्रयोगकर्ता बनाउनेमा नि यहाँ सबैको यसै युजर अलरेडी छ, नयाँ बनाउनु पर्दैन हजुरहरूले। यसमा चाहिँ अपडेट मात्रै गर्नुपर्छ नाम। जस्तो यो एउटा यो हेल्प पोस्टको नाम को हजुरलाई यसै युजर चाहियो भनेदेखि युजर नेम यही हुन्छ। पासवर्ड चाहियो भनेदेखि त पासवर्ड अब मोबाइलमा चाहियो। मोबाइल यो हाम्रो पाम्प्समा रजिस्टर भएको छैन, त्यसको लागि चाहिँ रजिस्टर गर्नुपर्छ। त्यसको लागि चाहिँ यो यहाँनिर यो 3टा बटनमा क्लिक गर्नु पर्यो हेल्प पोस्टको। अब स्थानीय तहको हो भने यही स्थानीय तह अनि त्यसपछि यहाँ इएलएमआइएस भनेर लेखेको हुन्छ। यसमा 3टा डटमा क्लिक गर्छौँ, एडिटमा जान्छौँ, प्यान नम्बर राख्छौँ। प्यान नम्बर भनेको चाहिँ स्थानीय तहको प्यान नम्बर हो, जुन चाहिँ पहिले नै यहाँ अघिल्लोमा भइसकेको हुन्छ। अथवा हजुरहरूलाई त्यहाँ माग्नु होला प्यान नम्बर। यो प्यान नम्बर राखिसकेपछि आउँछ। अनि अब कसको कुन संस्थाको हो त्यो संस्थाको अब मोबाइल नम्बर जुन संस्थाको बनाउने हो त्यो संस्थाकोमा चाहिँ मोबाइल नम्बर राखेपछि उहाँकोमा यो यसै युजरको युजर नेम र पासवर्ड जान्छ। एकचोटि मैले फेरि दोहोऱ्याउँछु, यो ओए युजरबाट यसै युजर कसरी तयार गर्ने भन्नेमा मैले ड्यासबोर्डमा गएँ। यो ओए युजर चाहिँ हाम्रो स्थानीय तह अथवा स्वास्थ्य कार्यालयसँग अलरेडी पहिले नै हुन्छ। उहाँको युजर खोल्ने अनि प्रणाली व्यवस्थापनमा गएर कार्यालय सम्बन्धी विवरण हेर्ने, स्टोरको नाम यही देखिन्छ। अब हजुरहरूले प्रयोगकर्ता बनाउनु पर्यो, प्रयोगकर्तामा जाने, प्रयोगकर्ता बनाउने भन्नेमा जाने। यो नयाँ एड गर्ने होइन, पहिले नै यहाँ संस्थाहरूको नाम आइसकेको छ। जस्तो यो डाँडा गाउँको हामीले यसै युजर चाहियो भनेदेखि उहाँको एडिट गर्ने। अब यो डाँडा गाउँको सरको मोबाइल नम्बर के छ त मोबाइल नम्बर राखिदिने।
उहाँको मोबाइल नम्बर राख्ने। प्यान नम्बरमा चाहिँ हाम्रो स्थानीय तहकै प्यान नम्बर राख्नुपर्छ, व्यक्तिको होइन है। यसमा चाहिँ यो यसए युजरमा चाहिँ व्यक्तिको नम्बर र संस्थाको प्यान नम्बर राख्नुपर्छ, स्थानीय तहको। यो प्यान नम्बर राखेपछि मोबाइल गरेर सेभ गरेपछि चाहिँ यो डाँडा गाउँको सर्कोमा चाहिँ यसए युजर जान्छ। अब यसए युजर गएपछि चाहिँ त्यही डाँडा गाउँ आधारभूत स्वास्थ्य केन्द्रले चाहिँ आफ्नो स्टोर किपर को बनाउने अनि त्यसपछि एप्रुभर कसलाई राख्ने भन्ने उहाँले बनाउनुपर्छ। अब म यसए युजर लगइन गर्छु है त। मसँग यसए युजर अलरेडी छ। अब यहाँ बनाउँदा टाइम लाग्छ भनेर मैले बनाइराखेको छु। यो चाहिँ मेरो एउटा यसए युजर हो, सब एडमिन भन्छ। मैले लगइन गरेको छु। लगइन प्रोसेस त हजुरहरूलाई भन्नै परेन होला। यहाँनिर युजर नेम राख्ने, पासवर्ड राख्ने, लगइन थिचेपछि यसरी यसए युजर खुल्छ। यो भयो। अब यसए युजर बनाइसकेपछि हामीलाई के चाहियो त? अब सबभन्दा पहिलो भने स्टोर किपर बनाउनु पर्यो। स्टोर किपर बनाउँदाखेरि चाहिँ स्टोर किपरले नै हफा गर्ने, दाखिला गर्ने सम्पूर्ण जिम्मेवारी स्टोर किपरको हुन्छ। पहिलो त्यही भएर पहिलो काम हामीले स्टोर किपर गर्नुपर्छ। स्टोर किपर गर्न प्रणाली व्यवस्थापनमा जाने, कर्मचारी सम्बन्धी विवरणमा जाने, कर्मचारीको पदाधिकार विवरणमा जाने, यहाँ देखिन्छ। अब नयाँ थप्नु पर्यो भनेदेखि यहाँ बाहेक अरू नम्बर थप्नु पर्यो भनेदेखि चाहिँ जस्तो म एउटा यही नम्बर थप्छु, ए न्यू गरेँ। नयाँ मान्छेलाई चाहिँ मैले स्टोर किपरको जिम्मेवारी दिन्छु भन्ने हो। श्रेणी तह राखेँ। अनि अब उहाँको के हो, स्थायी हो। प्यान नम्बर राख्छु, प्यान नम्बर राख्छु। यो नेपाली नाम चाहिँ आफै देखिन्छ यसरी। प्यान नम्बर राखेर यहाँ नाममा क्लिक गर्दा देखिन्छ। कहिलेकाहीँ हजुरहरूले प्यान नम्बर राख्नुहुन्छ, जस्तो नौ तह जसवा प्रकार स्थायी। यो प्यान नम्बर राखेर यता थिच्दाखेरि पनि देखिहाल्छ, देखिन्छ। इङ्ग्लिस नेम लेख्छु म। अब सङ्केत नम्बर छ भने राख्छु। मोबाइल नम्बर यदि यो मोबाइल सही छ भने यही नम्बरमा पासवर्ड आउँछ, होइन यो नम्बर चाहिँ मेरो पहिले प्यानमा रजिस्टर भएको नम्बर हो, यो चाहिँ मेरो चेन्ज भएको छ, म नयाँ राख्छु भन्नुभयो भने यसरी हजुरहरूले परिवर्तन गर्न सक्नुहुन्छ। ठेगाना भइगयो, कैफियत भइगयो। प्रयोगकर्ता बनाउने हो भन्यो, यो युजर बनाउने भनेको बनाउने हो भन्ने भयो। यो भूमिकामा चाहिँ अब उसलाई के दिने त भन्दा स्टोर किपर दिने। हामीले स्टोर किपर बनाउन लागेका छौँ, स्टोर किपर दिने। अनि प्रगति नियमित गर्ने, अवस्था चाहिँ के गर्ने त सक्रिय। यसरी हामीले यो आफ्नो स्टोर यसए युजर आएपछि चाहिँ हामीले स्टोर किपर हामीले बनाउनुपर्छ। अब यसए युजर बनाउने चाहिँ उता पालिकाको मेन स्टोरको ओए युजरबाट यसए बनाइदिनुहुन्छ हजुरहरूको। अनि हजुरहरूले आफ्नो स्टोर किपरहरू को राख्ने भनेर, एप्रुभर को राख्ने भनेर यसरी बनाउनुपर्छ प्यान नम्बर राखेर। अनि यो यहाँ हेर्नुभयो भने यहाँ अलिकति रातो देखिन्छ। रातो भनेको चाहिँ यो मोबाइल नम्बर बिग्रियो भनेको हो। हामीले 10वटा अङ्क राख्ने बित्तिकै यो निलो भयो, यसरी हेर्न सकिन्छ। सेभ बटनमा थिच्यो भनेदेखि यस गर्ने। यो नियमित कर्मचारीको रूपमा फुङलिङ नगरपालिकामा प्रयोग भएको छ। एउटा प्यान नम्बर एउटा संस्थामा मात्रै प्रयोग हुन्छ। त्यही भएर यो नम्बर चाहिँ अलरेडी यो फुङलिङ नगरपालिकामा छ भन्नुभयो। अब त्यस्तो हो भने हामीले फुङलिङ नगरपालिकामा फोन गरेर सम्पर्क गरेर हाम्रो जुन मेन स्टोर पहिलेदेखि पाम्प चलाउनु भएको स्टोर हुन्छ उहाँलाई फोन गरेर यो सङ्गीता घिमिरे चाहिँ हाम्रो के गरिदिनु पर्यो भनेदेखि उहाँले यस्तो सङ्गीता घिमिरेकोमा एडिट गर्नु पर्यो। अनि यहाँ स्टोर स्तर भयो भनेदेखि चाहिँ हाम्रोमा देखिन्न, उहाँकोमा मात्रै देखिन्छ त्यो व्यक्ति। अनि उहाँले चाहिँ स्टोर स्तरको ठाउँमा कार्य स्तर बनाइदिनु भयो भनेदेखि उहाँकोमा नि देखिन्छ, उहाँको जुन मेन स्टोरमा नि त्यो व्यक्ति देखिन्छ, हाम्रोमा पनि देखिन्छ। कार्य स्तर गरेका चिज चाहिँ यहाँ देखिन्छ। यो दुईटा भनेको कार्य स्तर भएर यहाँ देखिएको हो। अरू मान्छे चाहिँ मेन स्टोरमा स्टोर स्तर भएर यहाँ नदेखिएको हो भनेदेखि हामीले त मेन स्टोरमा जानु पर्यो, उहाँलाई रिक्वेस्ट गर्नु पर्यो। त्यो जो जस्तो हाम्रो ऋतु सर चाहिँ उहाँको नाम चाहिँ हामीले कार्य स्तर नहुँदा यहाँ देखिन्न, स्टोरमा गएर कार्य स्तर गरेर सेभ गरिदिनु भयो भने हाम्रोमा देखिन्छ। अनि हामीले उहाँलाई एडिट गरेर के गर्ने त अहिले भनेदेखि हामीले के चाहिएको थियो, स्टोर किपर चाहिएको थियो। स्टोर किपरमा थिच्छौँ, कार्य नियमित गर्छौँ, सक्रिय गर्छौँ, सेभ गर्छौँ। अनि उहाँको मोबाइल नम्बरमा युजर नेम र पासवर्ड जान्छ। यदि अर्को एउटा ध्यान दिनुपर्ने कुरा, यदि उहाँ युजर चाहिँ
पहिलेदेखि पाम्स लगइन गरिरहनु भएको छ भनेदेखि उहाँको त्यही पासवर्ड त्यही मोबाइल नम्बर लगइन गर्दाखेरि हामीले स्टोर किपरको भूमिका त्यहाँ हुनाले स्टोर किपरको युजर खुल्छ। पहिले उहाँलाई युजर मात्रै दिएको थियो र युजरमा हजुरले माग फारमहरू गर्न सक्नुहुन्थ्यो भनेदेखि हामीले स्टोर किपरको भूमिका दिएपछि उहाँले हफा दाखिला काम गर्न सक्नुहुन्छ। यो यसको सेभ गर्ने बित्तिकै मोबाइलमा युजर नेम र पासवर्ड जान्छ। धेरै चिज भनी कन्फ्युज होला। एकचोटि म फेरि यसै युजरलाई दोहोऱ्याउँछु। यसै युजरलाई मैले लग आउटै गरेँ। अब मैले यसै युजर पाएपछि यो मेरो यसै युजर हो। आर्थिक वर्ष 82-83 साइन इन गर्छु। यसै युजर लगइन भयो। यसबाट मैले पहिलो काम के गर्नुपर्छ भने त यसै युजरबाट मेरो स्टोर किपर बनाउनु पर्छ। स्टोर किपर बनाउन प्रणाली व्यवस्थापनमा गएर कर्मचारी सम्बन्धी विवरणमा क्लिक गर्नुपर्छ। कर्मचारी सम्बन्धी विवरण। अब स्टोर किपरको यहाँ नाम छ भने यहीँबाट यसमा 3वटा डटमा क्लिक गरेर एडिटमा गएर भूमिकामा उहाँलाई के दिनु पर्यो त स्टोर किपरको भूमिका दिनु पर्यो। अनि यसलाई सक्रिय नियमित गरेर सक्रिय गरेर सेभ गरेपछि उहाँ स्टोर किपरको भूमिका उहाँले प्राप्त गर्नुहुन्छ। युजर नेम र पासवर्ड पनि मोबाइलमा आउँछ। ल अस्ति नै पहिले नै युजर नेम बनाएको थियो तर मैले बिर्सेँ। त्यो युजर नेमको पासवर्ड युजर नेम बिर्सेँ भनेदेखि युजर नेम सधैँ प्यान नम्बर हुन्छ। अनि यसलाई लगइन गरेर युजर नेम प्यान नम्बर हुन्छ। अब यसमा चाहिँ हामीले फर्गेट पासवर्ड गरेर प्यान नम्बर राख्ने। हजुरको रजिस्टर भएको मोबाइल कुन छ त्यो नम्बर राखेर रिसेट गरिदिनु भयो भने हजुरको मोबाइलमा नयाँ युजर नेम र पासवर्ड पनि जान्छ। अब एकचोटि फेरि म यहाँ गएँ। हामीले के गर्यौँ त यसै युजरबाट कर्मचारीबाट यो स्टोर किपर बनायौँ। अब उहाँलाई चाहिँ संगीता म्यामलाई चाहिँ हामीले के गर्नु पर्यो त एप्रुभल बनाउनु पर्यो भनेदेखि यही 3वटा डटमा जाने। उहाँको काम चाहिँ यहाँनिर भूमिकामा चाहिँ उहाँलाई के गर्ने त यी स्वीकृतकर्ता बनाइदिनु भयो भने अब यो बनाइदिनु भयो भने जान्छ, सबैमा जान्छ। अर्को ध्यान दिनुपर्ने कुरा स्वीकृतकर्ता चाहिँ यदि यो कार्यालय स्तर छ भने पहिले नै नगरपालिकामा जो स्वीकृतकर्ता हुनुहुन्छ उहाँको नाम आफै देखिन्छ। यदि हाम्रोमा उहाँ धेरै देखियो चाहिँदैन भन्नुभयो भने उहाँहरूले फोन गरेर यो चाहिँ यसलाई सच्याउन नि सकिन्छ। यसरी स्टोर किपर र एप्रुभर चाहिँ हामीले बनाउनु पर्छ। यो स्टोर किपर एप्रुभर भइसकेपछि अब हामीले के गर्छौँ भन्दाखेरि अब चाहिँ स्टोर किपरको लगइन गरेर काम गर्नु पर्यो। यसबाट चाहिँ काम गर्न मिल्दैन, युजर मात्रै बनाउने हो यसैबाट। स्टोर किपरको चाहिँ अब हामी यो स्टोर किपरको मैले मसँग भएको युजर अलरेडी टेस्टको बनाएर राखेको छु। अब यसबाट हामीले के गर्नुपर्छ पहिलो काम भनेदेखि यसबाट पहिलो काम हाम्रो हामीलाई चाहिने सामानहरूलाई म्यापिङ गर्नुपर्छ। बिना म्यापिङको चाहिँ हाम्रो सामानहरू हफा दाखिला गर्न सक्दैनौँ। कसरी हो त सामग्रीहरू पहिलो म्यापिङ गर्ने भन्दाखेरि प्रणाली व्यवस्थापनमा जाने। म्यापिङ भनेको चाहिँ मेरो स्टोरमा चाहिने सामान मात्रै म हेर्छु, अरू मलाई आयो भनेदेखि अलि कन्फ्युज हुन्छ। मेरो आउने सामान मात्रै म म्यापिङ गर्छु। त्यसको लागि चाहिँ सम्पत्ति सम्बन्धी विवरणमा जान्छु र कार्यालय म्यापिङमा क्लिक गर्छु। एकचोटि फेरि गरेँ है त। मैले म्याप कसरी गर्ने भन्दा प्रणाली व्यवस्थापनमा जान्छु, सम्पत्ति सम्बन्धी विवरणमा जान्छु र कार्यालय म्यापिङमा जान्छु। अब यहाँनिर मैले के म्याप गर्नुपर्ने छ भन्दा पारासिटामोल गर्नु छ। PARACETAMOL पारासिटामोल गर्छु, सर्च गर्छु। यहाँनिर देखिन्छ। अब पारासिटामोल थुप्रो हुन्छ। अब इएलएमआइसमा हामीलाई एकदम कन्फ्युज थियो। पारासिटामोल 500 गर्यो, यो कोडिनहरू मिसिएको आउँथ्यो जुन हामीलाई चाहिँदैन थियो। अब यसमा त्यो समस्या हुँदैन। हामीलाई चाहिने 500 ट्याब्लेटमा को मात्रै म्याप गर्नु छ भने यहाँनिर 500 को ट्याब्लेट पारासिटामोल 500 ट्याब्लेट यहाँनिर क्लिक गर्छु र सेभ गर्छु। अरू मलाई चाहिँदैन। अब जस्तो यो पारासिटामोल 500 प्लस कोडिङ थियो भनेदेखि यो सेभ भयो भने यो देखिन्छ। यो चाहिँदैन भने अनटिक गरेर सेभ गरिदिन्छु। अब मलाई यो पारासिटामोल मात्रै देखिन्छ। अब मलाई कन्डम पनि म्याप गर्नु छ भने CONDOM कन्डम गर्छु, सर्च अल गर्छु।
यहाँ कन्डम देखिन्छ, यहाँनिर यो टिक बटनमा गएर सेभ गरिदिन्छु, यो सेभ भइहाल्छ। यसरी अब जस्तो कहिलेकाहीँ चाहिँ के हुनसक्छ भनेदेखि अब कन्डम कहिलेकाहीँ बक्समा पनि हुनसक्छ, पिस थान पनि हुनसक्छ। हामीलाई चाहिने के हो त्यो इकाइ हेरेर म्याप गर्नु होला, कहिलेकाहीँ झुकिन सक्छ, त्यो चाहिँ एकदम क्लियर भएर म्याप गर्नु होला। यो चाहिँ भयो सम्पत्तिको म्यापिङ। अनि जतिवटा म्याप गर्नु भएको छ, जस्तो 5 वटा आइटम म्याप गर्नु भएको छ नि, त्यो मात्रै हजुरकोमा देखिन्छ, 6 वटा आइटम अरू हफा दाखिला गर्न चाहिँ मिल्दैन। यो चाहिँ भयो हाम्रो म्यापिङको कुरा। अब म्यापिङ सकेपछि हामीले के गर्नुपर्छ त भन्दाखेरि ओपनिङ ब्यालेन्स राख्नुपर्छ। ओपनिङ ब्यालेन्स राख्ने तरिका चाहिँ अब ओपनिङ ब्यालेन्स राख्नको लागि चाहिँ अघि प्रणालीमा गयौँ भने अब चाहिँ हामी अभिलेख तथा प्रविष्टिमा क्लिक गर्छौँ। यहाँ अब यहाँनिर चाहिँ सम्पत्ति तथा जिन्सी सम्बन्धी भन्ने छ, सम्पत्ति तथा जिन्सी सम्बन्धीमा क्लिक गर्छौँ। अनि ओपनिङ ब्यालेन्स यहाँ चाहिँ के छ, माग फारम छ, अन्य मौद्दत प्रविष्टि छ, खरिद आदेश दाखिला सबै यसैबाट गर्ने हो। अभिलेख तथा प्रविष्टि, सम्पत्ति तथा जिन्सीमा यो लिस्ट देखिन्छ। हामीलाई ओपनिङ ब्यालेन्स राख्नको लागि चाहिँ अन्य मौद्दत प्रविष्टिमा क्लिक गर्छौँ। अब यहाँ देख्नुभयो होला यो एउटा पहिले नै बनाइराखेको थियो, नयाँ प्रविष्टि भएको छ। अब हामीलाई यसलाई यत्तिकै छोड्छौँ, अथवा यसैमा थप्नु पर्यो भने पनि मिल्छ, त्यसलाई पछि सिकाउँला। अहिले नयाँ गर्नको लागि चाहिँ औषधिको मौज्दातमा क्लिक गर्छौँ। यो एड न्यू पनि छ, एड न्यूमा चाहिँ क्लिक गर्दैनौँ। यो चाहिँ खर्च भएर नजाने अन्य सामग्रीहरूको ओपनिङ ब्यालेन्स गर्न चाहिँ एड न्यू। हामी स्वास्थ्यको लागि बनाएको नयाँ फिचर भनेको चाहिँ यो औषधिको मौज्दात। यो भनेको यो औषधि भन्ने बित्तिकै हाम्रो लागि भनेर बुझिन्छ। यो पाम्स पहिले नै थियो, पाम्सको जनरल स्टोरहरूमा यो औषधि भन्ने देखिन्न, उहाँहरूको चाहिँ एड मात्रै छ। हामीलाई चाहिँ औषधि चाहिए भएर हामीले थपेको फिचर हो औषधिको मौज्दात। यसमा जान्छौँ। यो मितिहरू पाम्सको फिचर हो, यो पुरानो मितिमा राख्न मिल्दैन, यो आजकै मितिमा काम गर्नुपर्छ। यो आफै देखाउँछ मिति, केही गर्नु परेन। अब प्राप्तिको स्रोत के हो त, पुरानो मौद्दत प्रविष्टि सुरु प्राप्त 2082। यो चाहिँ साउन महिनाको ओपनिङ ब्यालेन्स राख्छौँ है हामी अलि युजर आइडी पाउन ढिलो भयो। साउन महिनामा इएलएमआइएसको स्टक जुन छ त्यही स्टक चाहिँ यसमा सार्नुपर्छ। 2082 41 को राख्यौँ। नम्बर सुरु प्राप्त नम्बर भनेको चाहिँ अब यो 1 2 3 4 अघिको हाम्रो 1 थियो भने यसलाई मैले 2 राख्न सक्छु, 2 राखेर 2 राख्छु। मेडिकल औषधि आफै देखिन्छ। अब सम्पत्तिको हेर्नुभयो भने यहाँनिर अघि मैले जुन जुन म्याप गरेको थिएँ त्यो देखिन्छ। जस्तो यो कन्डम गर्छु म, परिमाण मेरो ओपनिङ ब्यालेन्स कति थियो त भन्दा 8000 थियो, 8100 थियो, 8150, 50 पनि छोड्नुहुन्न। दर छ कति, दर चाहिँ मेरो 4 रुपियाँ थियो। अनि यहाँ एड रेकर्डमा यहाँ एक्टिभ भन नि, यो किन भन्दाखेरि स्पेसिफिकेसन राख्नुपर्छ भनेको हो। यदि स्पेसिफिकेसन जस्तो कन्डम भयो भने मेल कन्डम, यसरी हजुरले मेल लेखिदिन नि सक्नुहुन्छ। अनि एड बटनमा थिचिन्छ। जस्तो कन्डममा कहिलेकाहीँ अरू केही हजुरलाई खुलाउनु पर्ने छ भनेदेखि त्यस्तो खुलाउन नि सक्नुहुन्छ स्पेसिफिकेसनमा। अब जस्तो पिल्स पनि राख्छु म, पिल्स साइकल। अनि पिल्स साइकल मेरो कति थियो भने 815 वटा थियो। अनि दर 22 रुपियाँ थियो। अब केही छैन भने म ड्यास राखिदिन्छु, एड रेकर्ड गर्छु। यसै गरी हामीले सबै आइटम राख्न सक्छौँ। जस्तो F100 पनि राखिदिन्छौँ। परिमाण 900, दर 33 रुपियाँ पर्ने रहेछ। F100 यो चाहिँ स्याचेटमा थियो। कहिलेकाहीँ टिनको बक्समा पनि आउन सक्छ F100, त्यो भने बक्स त्यो त्यस्तो खुलाउन नि सक्नुहुन्छ। एड रेकर्ड यसरी सेभ अल गरौँ। जति छ यसमा राख्नु होला। अनि सेभ अल एकचोटिमा राख्दाखेरि 25 वटा 30 वटा आइटम मात्रै राख्नु होला। 30 वटा राखेपछि सेभ अल गरेर अर्को ओपनिङ ब्यालेन्स गर्नु होला। एकैचोटि सबै राखिदिनु भयो भने हामीलाई काम गर्न पछि गाह्रो हुन्छ, दाखिला नि गर्नुपर्ने हुन्छ यसको। त्यही भएर 25-30 वटा आइटम राखेपछि सेभ अल गर्नु होला है। 25 देखि 30 वटा सेभ अल गरेँ मैले। यस, यहाँ देखियो अघि पुरानो भएको 12 नम्बर थियो, अहिले मेरो 13 नम्बरको छ। अनि यो टोटल पैसा पनि यहाँ देखिन्छ, 3,68,230 रुपियाँ बराबरको ओपनिङ ब्यालेन्स गरेछु।
अघि मैले एउटा छुट्याएँ होला भन्न, जस्तो कुनैको पैसा छैन भनेदेखि के गर्ने त? एमोक्सिलिन 500 छ, स्पेसिफिकेसन राख्यो अनि परिमाण राख्यो, तर यहाँ प्लस बटम आउँदैन किनभने पैसा नभएर नआएको हो। हजुरसँग पैसा छैन भने 0 भए पनि राखिदिनुपर्छ र एड गर्नुपर्छ। कतिले चाहिँ फेरि 0.1 राख्नुहुन्छ, त्यस्तो नराख्नु होला। 0.1 त्यो यदि एक्चुअल जे हो त्यही नै राख्नुपर्छ। छ भने राख्नु, छैन भने 0 राखिदिनु होला। अब यसलाई सच्याउनु पर्यो। एमोक्सिसिलिन क्याप्सुल यो 500 को राख्नु पर्थ्यो, हजुरले 250 को भएछ। यसलाई कसरी सच्याउने त भन्ने लाग्छ भनेदेखि यहाँनिर अब यो एडिट गर्ने अप्सन चाहिँ छैन, यसको डिलिटै छ। यसमा डिलिट बटन गरेर यसलाई हटाइदिने, यस गरौँ, यहाँबाट हट्यो अनि यहाँ एमोक्सी 500 क्याप्सुल गरेर यसरी हजुरहरूले राखिदिनुपर्छ भनेपछि एड रेकर्ड यो भयो। सेभ अल गरिदिन्छु, यस भयो। यो 13 नम्बरको प्रविष्टि, नयाँ प्रविष्टि भयो। अब पाम्सको फिचर के छ भनेदेखि यो गर्ने बित्तिकै हाम्रो इएलएमएसमा यति गरेपछि ओपनिङ ब्यालेन्स बस्थ्यो भनेदेखि यस पाम्समा चाहिँ अझै 2टा स्टेप बाँकी नै छ। पहिलो स्टेप भनेको यसलाई एप्रुभ गर्नुपर्छ। अहिले नयाँ प्रविष्टि भएकोलाई एप्रुभलको लागि पठाउनुपर्छ, जसमा चाहिँ 3 डटमा क्लिक गरेर फरवर्ड बटनमा थिच्छौँ। प्रयोगकर्ताको भूमिका स्वीकृतकर्ता भयो। यदि सिफारिस गरेर मात्रै स्वीकृतिलाई पठाउने हो भने हामीले सिफारिसलाई पठाउन नि सक्छौँ, होइन सिधै स्वीकृत गर्छौँ भने सिधै स्वीकृत पनि गर्न सकिन्छ। शाखा भयो। अब मेरो चाहिँ एप्रुभल मेरो प्रमुख चाहिँ ऋतु सर हुनुहुन्छ। मैले ऋतु सर कहाँ पठाउँछु र के लेख्छु भनेदेखि एप्रुभ, यो हजुरले लेख्न सक्नुहुन्छ। यो चाहिँ अब हामीले ओपनिङ ब्यालेन्स गरेको हो, यसलाई चाहिँ एप्रुभ गरिदिनु भनेर यसमा लेख्न सक्नुहुन्छ। यहाँ लेखेको चिज सेभ भएर बस्छ। यसलाई सेभ गरिदिन्छु। मैले उहाँलाई पठाएँ है, यो 3वटा डटमा क्लिक गरेर फरवर्ड गरेँ। त्यो मेरो 13 नम्बरको माग फारम चाहिँ ऋतु सरकोमा गयो। अब ऋतु सरले एप्रुभ गरेपछि हामीले काम गर्नुपर्छ। ऋतु सरले कसरी एप्रुभ गर्नुहुन्छ त त्यो पनि मैले यहाँ कहाँ लगइन गरेर राखिराखेको थिएँ। यो क्या हो, है त यहाँ मसँग होला ऋतु सरको लगइन पनि होइन। यहाँ आयो, यो चाहिँ एप्रुभरको लगइन हो। अब यसमा चाहिँ उहाँको अन्य मौद्दत प्रविष्टिमा 3 देखेको छ, यो 3वटा एप्रुभलको लागि आएको छ भन्ने हो। मेरो 13 नम्बरको थियो प्रविष्टि नम्बर यो हो। अनि उहाँले अब हेर्नुहुन्छ के गरेछन् भनेर। अब जस्तो यो कतिवटा आइटम छ, त्यतिवटा आइटम यति चाहिँ ओपनिङ ब्यालेन्स राखेको रहेछ भन्ने देखिन्छ। अनि उहाँले चाहिँ एप्रुभ गरिदिनुहुन्छ। एप्रुभ गर्नको लागि चाहिँ यो 3वटा डटमा गएर स्वीकृत गरिदिनुहुन्छ। के हो त स्वीकृत भयो। अब म फेरि यो स्टोर किपरको लगइनमा जान्छु। अब स्वीकृत त भयो, मेरो स्वीकृत भयो कि भएन भनेर हेर्ने चाहिँ कसरी भन्दाखेरि यो अवस्थामा जान्छु। अवस्थामा गएर यहाँ सबै गरेपछि यहाँ अघि पुरानो 13 नम्बर भन्दा अगाडिको नि यहाँ देखिन्छ। 13 नम्बरको यहाँ छ, यो चाहिँ स्वीकृत भएको भन्ने छ। यो 12 नम्बरको चाहिँ प्रविष्टिको क्रममा भएको छ, यो एप्रुभ भएको छैन भन्ने छ। मास्तिरको स्वीकृत भएको, स्वीकृत भएको भन्ने भयो। मेरो यसको ओपनिङ ब्यालेन्स अझै भइसकेको छैन, स्वीकृत चाहिँ भयो। अब मैले के गर्नुपर्छ, दाखिला गर्नुपर्छ। बिना दाखिला चाहिँ यो ओपनिङ ब्यालेन्स पनि सिस्टममा चढ्दैन पाम्सको। अब त्यसको लागि चाहिँ दाखिला प्रतिवेदनमा जानुपर्छ। दाखिला प्रतिवेदनमा गएर हामीले कहाँ जाने त, औषधिको भावनाले औषधि दाखिला आर्थिक वर्ष 82-83, आदेश नम्बर अन्य प्रविष्टि 13। यो जुन अघि हामीले 13 को अन्य दाखिला भएको थियो नि, त्यो त्यही 13 नम्बर यहाँ देखिन्छ। 13 नम्बर देखियो। अघि हामीले हालेको कन्डम, डिपो, पिल्स सबै अघि जति क्वान्टिटी हालेको थियो दोहोऱ्याएको थियो त्यो देखिन्छ। यसलाई सेभ अल गर्छौँ, यो देखियो। अब यहाँ प्रविष्टिको क्रममा रहेको, अब यसलाई फरवर्ड गर्न मिल्दैन किनभनेदेखि हामीले यसको ब्याच नम्बर र एक्सपायरी डेट राख्न बाँकी छ। त्यो राखेपछि मात्रै फरवर्ड अप्सन आउँछ। त्यसको लागि चाहिँ यो विस्तृत विवरण प्रविष्टिमा क्लिक गर्छौँ। अवस्थामा 0 भनेको चाहिँ यिनीहरूको ब्याच नम्बर राख्न बाँकी छ भन्ने भयो। ब्याच नम्बर राख्ने बित्तिकै यहाँ 1 लेखिहाल्छ। जस्तै एउटाको राखौँ है त, मेल कन्डमको राखौँ। परिमाण यही परिमाण यही राखिदिउँ। अनि ब्रान्ड नखुलेको, देश पनि हाम्रो खुलेको छैन। उत्पादन मिति म्यानुफ्याक्चर डेट कहिले हो त,
भन्दाखेरि फेब्रुअरी 2025 मा थियो। अनि अन्तिम मिति कहिले छ भने 2027 अनि डिसेम्बर 31 मा चाहिँ हाम्रो एक्सपायरी डेट थियो। ब्याज नम्बर छ, यो ब्याज नम्बर भयो। दाखिला हुने मिति त्यो राख्छौँ र हामीले सेभ गर्छौँ। यो सेभ भयो। यसरी सेभ गरेपछि यहाँ 1 लेख्यो। अब यसरी यसको पनि राखिदिन्छौँ। यो नखुलेको देश नेपाल एडी राखौँ, एक्सपायरी डेट यो राखौँ, ब्याज नम्बर। अनि ब्याज नम्बर राख्दा सधैँ हजुरहरूले यो अगाडिको चाहिँ क्यापिटल लेटरमा लेखिदिनु होला। दाखिला हुने मिति गोदाम लेख्यो। यहाँ एड बटन भएन, किन भन्दाखेरि हाम्रो परिमाण राखेको छैन। यो परिमाण राखेर सेभ बटनमा गर्छौँ, सेभ गर्छौँ। यसको नि काम भयो, यहाँ गऱ्यौँ। अब यो परिमाण 900 स्याचेट नखुलेको नेपाल यो सेभ गरिदिउँ। यसको नि भयो। अब एउटा लास्ट बाँकी छ, यसको पनि परिमाण 3333 गरौँ। यो नखुलेको नेपाल सेभ सेभ। यसरी सबै आइटमको गरिसकेपछि सेभ अल बटनमा थिच्छौँ। अब नयाँ प्रविष्टि भएको आउँछ। यसलाई चाहिँ 3 डटमा गएर अब के गर्नु पर्छ, यसलाई पहिले प्रिभ्यू हेर्नु पर्यो। प्रिभ्यू हेरेर दाखिला तयार हुन्छ, नयाँ प्रविष्टि भएको भनेर देखिन्छ। सबै एक्सपायरी डेट ब्याज नम्बर यहीँ देखियो। अनि यो ठिक छ भनेपछि अहिलेको 3 वटा डटमा गएर फरवार्ड गर्छौँ। फरवार्डमा चाहिँ स्वीकृतकर्तालाई पठाउँछौँ, शाखा फुङलिन। मेरो एप्रुभल चाहिँ ऋतु सर हुनुहुन्छ। अघि हामीले अघि पनि फरवार्डमा पठाएको थियो नि, त्यो चाहिँ किन पठाएको थियो भनेदेखि त्यो चाहिँ अन्य मौद्दत प्रविष्टि गर्नको लागि पठाएको थियो। अब चाहिँ दाखिला गर्न यस बटनमा थिच्छौँ। अब यो गयो। अब हाकिम साहबले एप्रुभ नगरेसम्म हाम्रोमा दाखिला आम्दानी हुँदैन, यहाँबाट चाहिँ हटेर जान्छ। अब हेर्नु पर्यो भने यो अवस्थामा क्लिक गरेर सबै बटनमा क्लिक गर्यो भने अन्तिमको यो 13 नम्बर चाहिँ आदेश नम्बर अन्य प्रविष्टको, हाम्रो दाखिला नम्बर चाहिँ 11 भयो। अब यो चाहिँ स्वीकृतकर्ताकोमा गएको छ भन्छ। म स्वीकृतकर्ताको एकचोटि हेरौँ भाइ त। स्वीकृतकर्ता एप्रुभल यही हो। दाखिला प्रतिवेदन 1 देख्यो, यहाँ क्लिक गरेर अनि स्वीकृत गरिदिन्छौँ। यस गरेपछि यो स्वीकृत भयो। अब यहाँनिर हेर्ने बित्तिकै स्वीकृतकर्ताकोमा छ भन्ने कुरो अब के देखिन्छ त, स्वीकृत भइसकेको भन्ने देखिन्छ। सबै स्वीकृत भएको देखियो 11 नम्बरको। अनि यो दाखिलाको प्रिभ्यू गर्दाखेरि पनि दाखिला निकाल्दा नि यो स्वीकृत भएको भन्ने नै निकाल्नुपर्छ। फेरि नयाँ प्रविष्टि भएको भन्यो भनेदेखि चाहिँ त्यो पुरै हुँदैन। अर्को पनि हेर्न सक्नुहुन्छ, यो नामहरू तयार गर्नेको नाम अनि यो स्वीकृत गर्नेको नाम आफै देखिन्छ। त्यो चाहिँ हामीले अघि जसले स्वीकृत गर्नेको नाम हुन्छ उहाँको नाम आफै आउँछ यसमा, यो छुट्टै काहीँ राखेको होइन। यसलाई भयो। अब हामी दाखिला गऱ्यौँ। यसरी चाहिँ ओपनिङ ब्यालेन्सको प्रोसेस चाहिँ सक्यो। पहिलो काम हामीले 3टा काम, पहिलो काम भनेको चाहिँ अन्य मौद्दातबाट ओपनिङ ब्यालेन्स राख्यौँ, त्यसलाई एप्रुभलको लागि पठायौँ फरवार्ड गरेर। अनि एप्रुभ भएर आइसकेपछि हामीले दाखिलामा गयौँ। दाखिलामा औषधिको दाखिला गऱ्यौँ। अनि यहाँ आर्थिक वर्ष सेलेक्ट गरेर आदेश नम्बर, अब यहाँ छैन होला, आदेश नम्बर छैन, किन भनेदेखि अब एउटा अन्य मौद्दातबाट एप्रुभ भइसकेपछि आदेश नम्बरमा यहीँ देखिन्छ। अनि हामीले यहाँनिर ब्याज नम्बरहरू राखेर दाखिला गर्न सक्छौँ। यो चाहिँ भयो ओपनिङ ब्यालेन्स। अहिले गर्नुपर्ने काम भनेको चाहिँ हाम्रो पहिलो यसै युजरको युजर नेम र पासवर्ड चाहियो। त्यसको लागि चाहिँ हजुरले स्थानीय तहमा सम्पर्क गर्नु पर्यो। अनि स्थानीय तहले यसै युजर बनाइसकेपछि हामीले स्टोर किपरहरू बनाउनु पर्यो। स्टोर किपरहरू बनाउनको लागि चाहिँ प्रणाली व्यवस्थापनमा कर्मचारीमा गएर हामीले यहाँ कर्मचारी देखिन्छ। अनि उसलाई के दिने त, स्टोर किपर दिने कि अनि एप्रुभर दिने भनेर हामीले नै छान्ने हो। अनि त्यो एडिटमा गएर जो व्यक्ति हो उसको नाम, जे भूमिका दिने हो उसको नाम भूमिका दिएर यहाँ असाइन गर्ने हो। स्टोर किपर बनिसकेपछि यो स्टोर किपरको युजर नेम देखिन्छ। स्टोर किपरको युजर नेमबाट चाहिँ हफा दाखिला गर्न सक्छौँ। त्यसको लागि चाहिँ अभिलेख तथा प्रविष्टि अनि सम्पत्ति तथा जिन्सी छ। अनि यहाँनिर सबैको लिस्ट देखिन्छ। अनि यहीँबाट हजुरहरूले अब माग फारम छ भने माग, अब अन्य मौद्दात भनेको चाहिँ पुरानो ओपनिङ ब्यालेन्स राख्ने भयो।
अनि दाखिला भनेको चाहिँ हामीले अघि ओपनिङ ब्यालेन्सलाई दाखिला गर्ने भयो। अर्को काम भनेको चाहिँ अब माग पनि गर्नु पर्यो नि त। हामीले कुनै हेल्थ पोस्टबाट पालिकामा माग गर्नु पर्यो, पालिकाबाट स्वास्थ्य कार्यालयमा माग गर्नु पर्यो। त्यसको लागि चाहिँ माग फारममा क्लिक गर्नु पर्यो। अब यहाँ 3टा देखिन्छ, एलएमआई डाटा इन्ट्री पनि देखिन्छ। यो यहाँ किन लिस्टमा रहेछ, यसलाई म हटाइदिइरहेको छु यता। यो हजुरहरूलाई कहाँबाट आयो भन्ने होला। यसलाई एप्रुभलको लागि पठाएँ, 0 बनाएर राखेँ। फेरि म माग फारममा क्लिक गर्छु। अहिलेसम्म मेरो केही छैन, तर मसँग अहिलेसम्म माग फारम कति बन्या भनेर हेर्नु पर्यो भने चाहिँ सबैमा क्लिक गरेर माग फारम नम्बर, यसरी हाम्रो 7वटा माग फारम बनिसकेको रहेछ। फेरि म माग फारममा क्लिक गर्छु। अब मलाई के चाहियो त भने अर्को माग फारम म स्थानीय तह हो भने मैले स्वास्थ्य कार्यालयसँग माग गर्नु पर्यो। त्यसको लागि चाहिँ एड न्यू नगरेर संस्थागत माग फारम गर्छु। संस्थागत माग फारम भने अर्को संस्थासँग माग्ने भन्ने हो। यो आफ्नो नाम देखिन्छ, यसमा केही गर्नु पर्दैन। प्रयोजन रेगुलर, अनि रेगुलर हो कि इमर्जेन्सी हो के हो। त्यसपछि हाम्रो के गर्ने त, कोशी प्रदेशको अनि ताप्लेजुङको माग गर्ने कार्यालय, अहिले कार्यालय बनाएको रहन्छ यसमा टेस्टमा। म स्थानीय तह छान्छु, माग गर्ने ताप्लेजुङकै। फुङलिङ नगरपालिकाको म कुनै एउटा संस्थासँग, यो हाङदेवा हेल्थ पोस्टसँग माग गर्छु। यसै गरी हामीले स्थानीय तह हो भने स्थानीय तहको नाम यहीँ देखिन्छ, तर यहीँ देखिन्छ। म आफै स्थानीय तह हो, त्यही भएर देखिएन। अनि सामानको नाममा चाहिँ हामीले म्याप गरेको सामान यहाँ देखिन्छ। अब जस्तो यो थानोल माग गर्छु, म यति गर्छु, एड गर्छु। अनि F100 माग गर्छु, एड गर्छु। यो माग गर्छु, एड गर्छु। हामीलाई जति चाहिन्छ, लाम्डा साइहेलोथ्रिन यो चाहियो भने 33 केजी चाहिन्छ मच्छर मार्नको लागि भने यो माग गर्छु। यसरी हामीले सामानहरू माग गर्छौँ, सेभल गर्छौँ। सेभल गरेपछि यो हाङदेवा हेल्थ पोस्टमा माग गरिएको भन्ने यहाँ देखिन्छ। अब यसलाई नयाँ प्रविष्टि भएको, यसलाई नि फेरि प्रोसेस त त्यही नै हो, फरवार्ड गरेर कार्यालय प्रमुखसँग फरवार्ड गर्नु पर्यो। यो उहाँकोमा जान्छ। उहाँले एप्रुभ गरिसकेपछि के हुन्छ त भन्दाखेरि, उहाँले एप्रुभ गर्ने बित्तिकै यो हाङदेवा हेल्थ पोस्टमा त्यो माग फारम चाहिँ, यो संस्थागत माग फारम मेरो एउटा आयो भनेर त्यो कमोडिटी हाम्रोमा जस्तै यहाँ देखिन्छ के माग आएको रहेछ भनेर। यहाँबाट हामीले हफा पनि गर्न सक्छौँ। यो चाहिँ हाम्रो माग फारम भयो। अब अर्को छ यो माग फारमभित्र एलएमआइएस डाटा इन्ट्री। हामीले यो इएलएमआइएस, यो जो पाम्प्स चलाउनुहुन्छ उहाँहरूको एलएमआइएस डाटा इन्ट्री गर्नु परेन। अलिक क्लियर हुनु है। हुन त पहिले पनि हजुरले चलाइरहनु भएको छ। जो पाम्प्स चलाउनुहुन्छ उहाँहरूको पाम्प्सकै युजर लगइन गराइदिनु। अब जो पाम्प्स चलाउन सक्नुहुन्न, इन्टरनेट हुन्न, उहाँहरूको चाहिँ के गर्नु पर्यो त, एलएमआइएस डाटा इन्ट्रीमा जानु पर्यो। अनि त्यसपछि एड न्यू गर्नु पर्यो। अब स्थानीय तह ताप्लेजुङको हो, म फुङलिङ नगरपालिकाभित्र मेरोमा चाहिँ यो एलएमआइएस डाटा इन्ट्री गर्ने चाहिँ एउटा संस्था रहेछ। अरू सबै चाहिँ मेरो यो पाम्प चाहिँ चलाउने संस्था हुनुहुन्छ। एउटा संस्था मात्रै यो एलएमआइएस डाटा इन्ट्री चाहिँ उहाँले पेपरमा भर्नुहुन्छ अनि हामीले ल्याएर इन्ट्री गरिदिन्छौँ। यो भयो कुन महिनाको इन्ट्री गर्ने त भन्दा साउनको गर्ने, भदौको। अब यही हो सामान चाहिँ। जस्तो अब कन्डम गर्नु पर्यो भने सुरु प्राप्त, कन्डमको सुरु प्राप्त कति छ त त्यहाँ एलएमआइएस फर्ममा त्यही राख्ने। प्राप्त भयो, खपत भयो। अब म्याच सकिएको छ भनेदेखि म्याच सकिएको परिमाण राख्छौँ, बाँकी परिमाण देखिन्छ। अब त्यसै गरी अब पिल्स राख्छौँ, पिल्स राखौँ। सुरु प्राप्त 0 छ, खपत जुन एलएमआइएस फर्मको थियो त्यही त्यहाँ जति छ सबै यसै गरी राखेर सेभ अल गरेर हामीले यसलाई पनि त्यही नै हो प्रोसेस। डाटा इन्ट्री गरिसकेपछि फरवार्ड गर्छौँ अनि स्वीकृतलाई पठाउँछौँ। अनि यो के हुन्छ त, स्वीकृतको लागि गएपछि यो एलएमआइएस डाटा इन्ट्री सकिन्छ। अहिलेलाई चाहिँ हामीले अब धेरै कुरो भन्दा सबै नसिकिन सकिन्छ। अहिले हामीले गरेका कामहरू चाहिँ यति नै छ। ओए युजरबाट युजर बनायौँ, यसए युजर बनायौँ, यसए युजरबाट हामीले स्टोर किपर र एप्रुभल को राख्ने छान्यौँ। अनि यदि यो
नाम देखिएन, 2टा मात्रै देखियो, 3-4 चाहिने रहेछ भनेदेखि यो मुख्य स्टोरमा हजुरले स्थानीय तहको मुख्य स्टोरमा फोन गर्नुपर्ने, सम्पर्क गरेर उहाँको चाहिँ जस्तो यो एडिट गरेर मुख्य स्टोरमा एडिट गरेर स्टोर स्तर भयो भने देखिन्न, कार्यालय स्तर बनाइदिनु सर अनि मेरोमा देखिन्छ भनेर हजुरले रिक्वेस्ट गर्नु पर्यो। उहाँले कार्यालय स्तर बनाउने बित्तिकै त्यो व्यक्तिको नाम यहाँ देखिन्छ अनि उहाँलाई चाहिँ हजुरले के दिने, एप्रुभल दिने कि के दिने यहाँ हजुरले देख्न सक्नुहुन्छ। त्यही अनुसार हजुरले काम गर्नुपर्ने हुन्छ। हुन्छ, धन्यवाद रामदेव सर। अब हजुरहरूलाई केही क्वेसनहरू छ भने चाहिँ ह्यान्ड रेज गरिदिनु होला। हामी वान बाई वान के क्वेसनहरू छ हामी त्यसलाई चाहिँ एन्सर दिनलाई चाहिँ प्रयास गर्छ। शारदा कता गुल्मी फेरि रेज भयो, गुल्मी हस्पिटलबाट हुन्छ, मैले यो माइक अलाउ गर्ने हुन्छ। गुल्मी हस्पिटलबाट बोल्नुभयो हुन्छ। हजुर म्युटमा हुनुहुन्छ। गुल्मी हस्पिटलबाट को हुनुहुन्छ होला? गरिदिसक्यो, उहाँ म्युटमै बसिराख्नुहुन्छ। हुन्छ, शारदा गिरी हुनुहुँदो रहेछ, उहाँले पनि हुन्छ। हजुरहरू म्युटमा हुनुहुन्छ, बोल्नुभयो हुन्छ। हेलो शारदा गिरी, हजुर हजुर सर। शरद सर गिरी यो हजुर सर, म शरद गिरी दाङ बबैबाट। यो ओए युजर र एस युजर भने के सर? ओए युजर भनेको चाहिँ हाम्रो अफिस युजर हो, जुन चाहिँ स्थानीयसँग पहिली नै हुन्छ। स्थानीय तहमा जुन पहिली युजर हुन्छ उहाँसँग पहिली नै हुन्छ। ओए युजरले चाहिँ के गर्छ भनेदेखि जस्तो यो डोखु हेल्थ पोस्टको नाम बिग्रियो, यसलाई सच्याउनु पर्यो, यो त नाम मिस्टेक छ भन्ने भयो भने यो कार्यालय सम्बन्धी स्टोरको विवरणमा छ। अब यो डोखुमा गएर उहाँले एडिट गरिदिन सक्नुहुन्छ। उहाँको काम भनेको चाहिँ अब यो डोखु होइन डोखा हो भनेदेखि यसरी उहाँले सच्याइदिनु भयो भने नाम सचिन्छ। यो ओए युजरको काम चाहिँ स्टोर बनाउने हो र स्टोरको अनि यसए युजर बनाउने हो। यसए युजर कसरी बनाउनुहुन्छ त भन्दा प्रयोगकर्तामा गएर प्रयोगकर्ता बनाउनेमा हुन्छ अनि यहाँ संस्थाको नाम सबै छ। अब जस्तो यो फुरुम्बा हेल्थ पोस्टको पासवर्ड चाहिँ यो फुरुम्बामा पठाउनु पर्यो भने उहाँले ओए युजरको सरले चाहिँ यसलाई एडिट गरिदिनुहुन्छ र उहाँको मोबाइल नम्बर राखिदिनु भयो भने यसए युजर चाहिँ उहाँको मोबाइलमा जान्छ। त्यही हो सर। हजुर सर। हुन्छ, विष्णु थापा सर। हजुर म गुल्मी हस्पिटलबाट। ए हजुर हुन्छ सर, गुल्मी हस्पिटल। सर जस्तै यसमा एउटा चाहिँ हजुरहरूले चाहिँ यो एडिट बटन पनि राखिदिनु पर्ला जस्तो लाग्छ होइन। सबै कुरा डिलिट गरेर फेरि एन्ट्री गर्नुभन्दा त्यही साइडमा गरेर एडिट बटन राख्दाखेरि के हुन्छ होइन, त्यसको चाहिँ एउटा चाहिँ होइन सर। दोस्रो चाहिँ हाम्रोमा के देखियो भने जस्तै अन्य मौजातमा त्यो तपाईँले देखाएकोमा चाहिँ ऊ देखियो होइन सर, के अरे हाम्रोमा एड न्यू मात्र देखिन्छ, हजुरकोमा त्यहाँ औषधि मौजात पनि देखायो। सुनिरहनु छ सर? सुन्या छ सर। जसरी मैले पाम्स गत वर्षबाटै चलाउँछु। अब अहिले चाहिँ के अरे पाम्स अरू लजिस्टिकमा गरिन्थ्यो, अहिले औषधिहरू पनि यसमा हाल्न पर्ने भयो, फरक त्यति भयो होइन सर। तर अहिले खोल्दा पनि के देखिन्छ भन्दाखेरि तपाईँको जस्तै अन्य मौजात प्रविष्टिमा त्यहाँ त हजुरकोमा औषधि मौजात र अर्को एड न्यू भन्ने देखियो, मेरोमा एड न्यू मात्रै छ, औषधि मौजात भन्ने छैन। यसको लागि चाहिँ हजुरले के भन्नु पर्यो भनेदेखि हजुरले यो पाम्समा फोन गरेर मेरो संस्था चाहिँ यो डिओएचएस अथवा औषधि आम्दानी गर्ने बनाइदिनु भनेर हजुरले एकचोटि पाम्समा चाहिँ फोन गर्नु पर्यो। उहाँले तुरुन्तै चेन्ज गरिदिनुहुन्छ त्यसको लागि। हजुर पुरानो भावनाले त्यति माग फारममा पनि त्यो संस्थागत माग फारम भन्ने चाहिँ देखिन्छ हैन, त्यसपछि देखिन्छ नि। हजुर अनि हजुरले एउटा के रिक्वेस्ट अर्को के गर्नुपर्छ भनेदेखि हजुरको स्टोर चाहिँ इनएक्टिभ गर्नुपर्छ यदि छ भने। जस्तो कार्यालयमा स्टोरमा यदि हजुरको नयाँ बनेको छ भनेदेखि चाहिँ त्यसलाई सक्रियको ठाउँमा निष्क्रिय चाहिँ गरिदिनुपर्छ यदि इएलएमआइसी स्टोर कुनै बनेको छ भने हजुरको हस्पिटलको नाम, किनभने हजुर पहिलेदेखि चलाउनु भएको हुनाले त्यो काम चाहिँ गर्नुपर्छ। गत वर्षमा हामीले पाम्स र इएलएमआइसी छुट्टै चलाउँथ्यौँ। अहिले अब इएलएमआइसी चलाउँदैनौँ। त्यसैलाई औषधि गरिदिनु भन्नु आइहाल्छ।
भनेपछि इएलएमएस हामीले चाहिँ डिएक्टिभेट चाहिँ गर्नु पर्यो हैन त्यसको लागि इएलएमएसलाई स्वास्थ्यमा चिनाइदिनु भन्नुपर्छ, उहाँले चिनाइदिनुहुन्छ, तपाईँ त्यसपछि स्वास्थ्यको भइहाल्नु भयो। ओके हस् थ्यांक यू हस् विष्णु थापा सर। विष्णु थापा सर जानुभएछ। हुन्छ नन्दराज सर, हजुरको केही क्वेसन छ? हेलो भाइ। हुन्छ नन्दराज सर। नन्दराज सर। हजुर सर सुन्नेको हजुर सुनेका छौँ सर, हजुर क्वेसन गर्नुभएको छ। हजुर म्युटमा हुनुहुन्छ सर, हजुरले अनम्युट गरेर बोल्न मिल्यो। जस्तै सर हामीले खरिद म्युटमै छु सर। अब सुन्या छ सर। रविन सर। हजुर सर भन्नुभयो हुन्छ, सुन्या छौँ सर। हजुर सुन्या छौँ सर। जस्तै सर खरिदका कुराहरू हुन्छ नि, हामीले यहाँ स्टोरबाट गर्ने पर्पज अर्डरहरू पाए इएलएमएस भर्थ्यो नि सर, खरिद आदेशहरू बनाउने हैन, त्यो अनि चाहिँ हामी आफै मिल्छ सर गरेर यहाँ दाखिला गर्ने त्यो पनि मिल्दैन सर हाम्रो। मिल्छ सर। यो हजुरले यसमा अघि माग फारममा हामीले चाहिँ ओपनिङ ब्यालेन्स र माग फारम चाहिँ अहिले हेरौँ पछि अरू गरौँ भनेर सबै गरिएन, त्यसको लागि चाहिँ होल डे लाग्थ्यो। आज शुक्रबार पनि छ, एकचोटि लगइन चाहिँ हजुरले गरिदिनुहोस् भनेर छोटो भनेको। खरिदको लागि चाहिँ यहाँ खरिद आदेश भन्ने छ, यहीँ हजुरले देख्नुहुन्छ माग फारमको मुनि। अब यहीँबाट औषधि खरिद गरेपछि यहीँबाट हजुरहरूले खरिद आदेश तयार गर्न सक्नुहुन्छ। अनि जस्तै सर यो हाम्रो यहाँ जस्तै को नामहरू बिग्रेका छन् चाहिँ यिनीहरू सच्याउनलाई हाम्रो म्यान स्टोरले सच्याइदिने हो हैन सर? हो, अघि हजुरहरूको संस्थाको नाम बिग्रेको छ भने चाहिँ मेन स्टोरको ओए स्टोरबाट प्रणाली व्यवस्था कार्यालय सम्बन्धी छ, स्टोरको विवरणमा गएर सच्याएपछि सबै सचिन्छ सर। जस्तै सर हाम्रो पहिलाकोमा स्वास्थ्य चौकी प्रमुखले स्वीकृत गर्नुपर्ने त्यो यसमा पनि त्यो पनि हुन्छ कि सिधै स्टोर किपरले पठाएर पालिकामा स्वीकृत हुन्छ सर? त्यो चाहिँ हजुरले बनाउने हो सर, हजुरले पालिकामा सोध्नु होला। अब हेल्थ पोस्टमै स्वीकृत गर्ने पनि बनाउन मिल्छ, पालिकामा स्वीकृत गर्ने पनि बनाउन मिल्छ, त्यो चाहिँ अफिसको कुरा भयो सर। तर स्वास्थ्य चौकीको चिज चाहिँ अब यता पालिकामा एप्रुभ गर्न चाहिँ उहाँहरूलाई अलिक गाह्रै हुन्छ होला, स्वास्थ्य चौकीमै एप्रुभ हुनुपर्छ होला। तर त्यो चाहिँ हजुरले सल्लाह गर्नु होला। हुन्छ सर, हस् धन्यवाद। हुन्छ हरिलाल थारू सर, हजुरको केही क्वेसन? हरिलाल सर हजुरले अनम्युट गर्नुभयो हुन्छ है? शिक्षा मात्र सर हुन्छ। प्रेम खनाल सर हजुरले क्वेसन गर्नुभयो हुन्छ। यो यतिकै ह्यान्ड रेज भयो कि बुझ्नै गाह्रो। मैले एकचोटि फेरि ह्यान्ड डाउन गरेर सबैलाई एकचोटि। प्रेम खनाल सर। प्रेम खनाल सर पनि ह्यान्ड रेज गरेर सरहरुको अनम्युट गरिदिनु न सबैको। केदार सर हुनुहुन्छ त्यहाँ? युवराज धिताल सर पनि केही क्वेसन गर्दै हुनुहुन्छ सर, मैले सबैको अनम्युट गर्दै ह्यान्ड रेज गरेँ। हजुरहरूले चाहिँ आफ्नो म्युटमा हुनुहुन्छ, हजुरहरूले अनम्युट गरेर क्वेसन सोध्न सक्नुहुन्छ है, वान बाई वान सोधिदिनु होला। हुन्छ युवराज धिताल सर हजुरले सोध्नु भयो हुन्छ। हजुर नमस्कार सर। हेलो हजुर सुनिरहेको छौँ सर, सुनिरहेको छौँ सर, सोध्नु भयो। सुनिरहनु भएको छ? नमस्कार सर। नमस्कार। त्यही यो अब 67 अब म लास्टमा मात्रै चाहिँ कनेक्टेड भयो कि यसमा। अब गर्नुपर्ने यो चाहिँ सुरुदेखि नै होला, यो यतिले मात्रै त पुग्दैन होला हैन, पछि पालिकाले पनि के गर्ने हो कि अब यतिकैमा चाहिँ यसलाई चलाउनु पर्ने हो कि के हो भनेर बुझौँ भने लास्टमा त एड भावनाले पुरै बुझिँदो रहेछ कि हामीले चलाएको छैनौँ कि हामी इएलएमएस चलाउँथ्यौँ होइन, अहिलेदेखि पाम्स चलाउने भन्ने कुरा छ। त्यही भएर सरले चाहिँ के गर्नुपर्ने हो त्यो भनिदिनु ल भनेर। ए हुन्छ सर। अब फेरि
फेरि कन्टिन्यू दोहोऱ्याउन अहिले अब हामीसँग समय छैन सर। हामी भोलि पर्सि पुनः सेसन फेरि यसै गरी सञ्चालन गर्छौँ। अहिले चाहिँ हजुरले स्थानीय तह पालिकामा फोन गरेर यसरी युजर आइडी लिएर कसरी गर्ने रहेछ एकचोटि सोध्नु होला सर। त्यही त 1 बाई 1 स्टेप बाई स्टेप सर्टकटमा बताइदियो भने त्यसलाई प्र्याक्टिस गर्न हुन्थ्यो भन्न खोजे मात्रै हो। ल हुन्छ सर, हुन्छ। हामीले सर यो च्याटमा हजुरहरूको लागि चाहिँ भिडियो ट्युटोरियल भिडियो पनि हामीले हजुरहरूलाई यही च्याटैमा राख्दै छौँ। एकचोटि मान सरसित पनि कन्ट्याक्ट गर्नु होला, म्यानुअल पनि छ। अब यो पछि पनि हजुरहरूलाई गाह्रो भएको बेलामा चाहिँ एकचोटि मान सरलाई पनि कन्ट्याक्ट गर्नु, पालिकामा पनि कन्ट्याक्ट गर्नु। त्यहाँमाथि पनि भएन भने यता हाम्रो चाहिँ पुरानो इएलएमएसको हेल्प डेस्कमा पनि हजुरहरूले चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ। या मेसेज गर्नु होला या टोल फ्रीमा कन्ट्याक्ट गर्दा पनि हुन्छ। सर नमस्ते। हुन्छ हजुर नमस्कार सर। म स्वास्थ्य कार्यालय गुल्मीबाट सर। यो पाँचको चाहिँ डियुएचएसमा चाहिँ कनेक्ट भएन क्या सर। मैले हिजो पनि कन्ट्याक्ट गरेको थिएँ एकजना सरलाई, स्वास्थ्य सेवा विभागको सरलाई, तथ्याङ्क अधिकारी सर हुनुहुन्थ्यो उहाँ। हजुर गुल्मीको सरले अब त्यसो भए पुरानो स्टोरको र हाम्रो अहिले स्वास्थ्यको एउटै चलाउन आँट्नु भएको हो? हो। दुईटा नचलाउने, स्वास्थ्यको छुट्टै नचलाउने? नै, स्वास्थ्यको मैले यहाँ एसएबाट क्रिएट गरिसकेँ हैन। ए हजुर। तर उता लिङ्क चाहिँ भएको छैन। ए यसो गरिदिनु न हजुरले मलाई यो व्हाट्सएपमा एनीडेक्स नम्बर दिनु होला। हाम्रो टोल फ्रीको व्हाट्सएप छ नि? हजुर हजुर। त्यहाँ हामी मेसेजमा नि लेखिदिन्छु नम्बर, त्यो नम्बरमा व्हाट्सएप गर्नु होला। हामी यहाँबाट हेरेर एनीडेक्सबाट सच्याइदिन्छौँ सर। हजुर त्यति सच्याइदिने हो नि, अरु सामान्य खासै केही समस्या छैन। हस् हस्, हामी सच्याइदिहाल्छौँ सर। ल म अहिले नै पठाइदिउँ? अहिले नै पठाइदिनु, हामी गरिहाल्छौँ। ओके। सरहरूको थुप्रै छ त। म त बोलिरहेको मैले ह्यान्ड रेज गर्नु भएको सर म्याडमको चाहिँ माइक अलाउ गरिदिइसकेको छु। हजुरहरूले चाहिँ आफ्नो अनम्युट गरेर क्वेसन गर्न सक्नुहुन्छ। सर नमस्कार। हजुर नमस्कार सर। सर यो स्टोर किपर एड नगरेसम्म हजुर अरु चाहिँ यो अभिलेख प्रवेश नदेखिने हो? हो, स्टोर किपर नबनाएसम्म हामीले हफा दाखिला के गर्न सक्नु, सबै जिम्मेवारी स्टोर किपरको हुन्छ। अनि हामीसँग यसै युजर छ भने हजुरले स्टोर किपर बनाउनु पर्छ। त्यसको लागि यहाँ हजुरले देखिरहनु भएको होला यो नामहरू देखिन्छ। त्यो नाममा यो यसलाई 3वटा डटमा जो व्यक्तिलाई दिने हो 3वटा डटमा एडिट गरेर स्टोर किपरको यहाँ भूमिका हजुरले दिनुपर्छ। अनि स्टोर किपरको भूमिका दिएर त्यही युजरबाट चाहिँ लगइन गरेर हफा दाखिला गर्न सकिन्छ सर। यो पान नम्बरमा त अफिसकै पान हाल्ने होला सर, हैन सर? होइन, यो पान चाहिँ व्यक्तिको प्यान नम्बर राख्ने हो, किनभने कर्मचारी व्यक्ति, हजुर व्यक्ति हुने हुनाले पहिले नै बनाइसके होला सर हजुरहरूको। अनि त्यसमा प्यान नम्बर राख्नु परेन, एडिट बटनमा थिचेर यो स्टोर किपर मात्रै चेन्ज गरेपछि मिल्छ सर। कसको चाहिँ म्युट भयो? मधुबनबाट केदार सरको नै क्वेसन गरेर राख्नु भएको छ।